आएछ फेरि। उड्न आँट्यो अब समीर एयरलाइन्स उड्यो। रुखले छेल्यो प्लेन। यतापट्टि छ प्लेन जाँदैछ, प्लेन जाँदैछ जाँदैछ जाँदैछ। हो त्यहाँ जाँदैछ। गाडी नै जान्छ नि लुक्ला उयस्तो यो लाइन बसै जान्छ। त्यो प्लेन यस्तो घुमेर राइट साइडमा जाँदैछ। अब यहाँ पनि लोड भइरहेछ अर्को फेरि। तारा एयरलाइन्स फेरि लोड भइरहेछ। अब यो पनि उड्न आँटिरहेछ। ल पाइलट चढ्यो, चढ्दैछ। अब तारा एयरलाइन्स अब उड्ने तयारीमा छ। यस्तो हो। ल अब उड्ने तयारीमा हो यो पनि, तारा एयरलाइन्स पनि। जाँदैछ। यो सोलुखुम्बु सगरमाथा बेस क्याम्प जानेहरू हो, हिमाल चढ्नलाई जानेहरू।
यिनीहरू चाहिँ अब जानै आँटेको हो। आमा हावा त यहाँसम्म हान्दो रहेछ त। यसले त फ्लाइट हुनै आँटेको छ। तारा एयरलाइन्स अब यो सोलुखुम्बुको लागि रामेछापबाट फेरि अर्को एयरलाइन्स आइसक्यो। अब अर्को एयरलाइन्स ल्यान्डिङ भइसक्यो फेरि यता। यो सुमित एयरलाइन्स जस्तो छ। अब यो पनि उता गयो रनवेमा। रनवे जाँदैछ त्यो पनि। अब रनवेमा गएर यता आउँछ त्यो चाहिँ यता घुमेर पार्किङमा आउने रहेछ। ल यताबाट सुमित एयरलाइन्स यता प्रवेश गर्दैछ। यताबाट प्रवेश गर्यो। अब ऊ रनवेमा रेडी भइरहेछ अर्को तारा एयरलाइन्स। त्यो यता पार्किङमा आयो। त्यो यता आउँदैछ। अब गाइस मैले ब्युटिफुल भिडियोहरू बनाइरहेको छु विभिन्न ठाउँबाट हैन। मैले नेचुरल एन्ड ब्युटिफुल भिडियोहरू बनाएर तपाईहरुको साथमा ल्याइरहेको छु। हेर्न चाहिँ नबिर्सिनु होला हैन। हेर्नुस् त यति नेचुरल एन्ड ब्युटिफुल भिडियोहरू विभिन्न ठाउँमा गएर हैन बनाइरहेको छु। अब यो तारा एयरलाइन्स उड्यो। यो सोलुखुम्बु उडेको है। यस्तो स्पिडमा उड्यो। वाह 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 छोडी त हाल्यो भुइँ। यस्तो स्पिडमा गयो त। वाह क्या दामी तरिकाले गयो है यो। गयो त्यो पोल देख्छ क्या त। अब त्यो चाहिँ अब त्यहाँ समित एयरलाइन्स चाहिँ यता अनलोड गर्दैछ। त्यसले चाहिँ यता त्यो तारा एयरलाइन्स त्यहाँ आकाशमा उड्दैछ चाहिँ। घामले टल्केर त्यति देखिँदो रहेछ। यहाँनिर छ है हैन। उड्दैछ अलिकति घुम्दैछ त्यहाँनिर पहाडको आकारसँग। ल डाँडाको टुप्पोमा पुग्यो है यो प्लेन। कटेर गयो कुहिरोतिर। ल अब फेरि हामी कम ब्याक टु एयरपोर्ट। अब यसको फेरि अनलोड भइरहेछ। अब तेल हाल्ने अनि सामान अनलोड गर्ने अनि लोड गर्ने अनि उडिहाल्ने। यिनीहरूको त लगातार हुँदो रहेछ नि त। यहाँ त आउने जाने प्लेन त कति हो कति लोकल प्लेनहरू पनि। त्यो तारा एयरलाइन्स त उताको डाँडो घुमेर फेरि यतै आउने रहेछ नि त। हेर्नुहोस् है म डाँडाको टुप्पोमा देखाइदिइहाल्छु यसलाई। ओह त्यहाँ उड्दैछ क्या चरा जस्तो। चरा जत्रो देखिरहेछ। डाँडाको टुप्पोबाट यसो घुमेर उँभो गइरहेछ। सोलु गएको यो रामेछाप मन्थलीबाट सोलु जाने प्लेनहरू हामी हेरिरहेका छौँ। अब फेरि हामी यताको पहाडहरू हेर्दै हेर्दै हैन प्लेनलाई त्यहाँ यो प्लेन चाहिँ त्यहाँ डुलिरहेछ त्यहाँ। अब हामी डाँडा काँडा हेर्दै 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 राउन्ड मार्दै हैन भिडियोलाई इन्डिङ गर्छौँ। यो चाहिँ पार्किङहरू छ यहाँ हैन। डाँडा काँडा छ
त्यो प्लेन चाहिँ माथि पुगेको छ है, डाँडामा पुगेको छ यो त्यहाँनेरि। हामी चाहिँ यताको सिन हेरौँ, रामेछाप मन्थली बजार एयरपोर्ट एरिया डाँडा काँडा हेरौँ अनि यता हेरौँ अनि हामी फेरि यहाँ आएर भिडियोलाई इन्डिङ गरौँ है। यति भन्दै भिडियोमा कन्टिन्यू हुँदै जान्छ ल।